guys, welcome to my new vlog. अहिले चाहिँ भर्खरै म उठेर चाहिँ यो फ्रेस भएर बसेको छु है। आज चाहिँ शनिबार, त्यस्तो खासै गर्ला पनि केही छैन। भर्खरै उठेँ, ढिला नै उठेँ। कति 11 बज्यो, 12 बज्न लाग्यो, 12 बज्न लागिसकेको छ यार। 12 बज्न लाग्यो, भर्खरै उठेर म चाहिँ भर्खर फ्रेस भएर बसेको छु हैन। आज चाहिँ ठिकै छ, बाहिर दिन पनि त्यस्तो खासै छैन। हिजो कस्तो अर्कै थियो वेदर, आज कस्तो भएको छ कि एक्कासी वेदर पनि चेन्ज भएको छ है। म देखाउँछु है, खासै चेन्ज भएको छ। हिजो कस्तो थियो, आज अर्कै छ कि म देखाउँछु। आज सफा देखिरहेको छ। हिजो स्नो परिरहेको थियो है। आज चाहिँ त्यस्तो खासै केही पनि छैन, क्लियर स्काई छ, तर कालो कालो बादल देखिरहेको छ। तर पानी पर्छ जस्तो छ आज चाहिँ। ठिकै छ अहिलेसम्म चाहिँ। गर्नै त केही छैन होइन। यसो कलेजतिर आज कलेज चाहिँ खुल्छ होइन, लाइब्रेरी चाहिँ खुल्छ। लाइब्रेरी गएर चाहिँ केही कामहरू गर्नुपर्ने छ मेरो होइन। अनि त्यसपछि चाहिँ अब जस म चाहिँ खाना बनाउनुतिर लाग्छु। अब खानासाना बनाएर अनि केही खाएर अनि कलेजतिर जानु पर्यो, लाइब्रेरीतिर है गाइस। अब चाहिँ गाइस म घरमा आएर है लाइब्रेरीमा थिएँ। लाइब्रेरी पनि कति बस्नु जाउ लाग्यो, अनि घरमै गएर गर्छु भनेर घर आएर अनि खानासाना खाएर होइन प्रोजेक्ट पनि सघाएँ गर्नुपर्ने। मैले मेरो चाहिँ एउटा यो उसको थियो के अरे जियोस्पिटल एनालाइसिस भन्ने एउटा थियो होइन सब्जेक्ट। अनि त्यसबाट चाहिँ मैले एउटा फाइनल प्रोजेक्ट बनाउनु पर्ने थियो क्या। त्यो चाहिँ जुन हुन्छ नि एउटा गाइडेड म्याप टुर जस्तै होइन, प्रोपर एनालाइसिस गरेर अनि तिम्रो यो जुन टपिक भए पनि हुन्छ होइन, एउटा टपिक चुज गरेर त्यसमा चाहिँ प्रोपर गाइडेड म्याप टुर बनाउनु पर्ने। त्यसमा प्रोपर फोटोज अनि इन्फर्मेसन अनि एनालाइसिस गरेर होइन, जुन चाहिँ मैले बनाएर सकेँ। अब मेरो पार्ट चाहिँ सकियो, अब अपलोड गरिदिन्छु होइन। अपलोड गरेपछि अब हामीले त्यो ब्ल्याकबोर्ड भन्ने हुन्छ नि त, त्यो एसाइनमेन्ट सब्मिट गर्ने ठाउँ, त्यसमा अपलोड गरिदिन्छु होइन। अनि त्यही हो, अब म चाहिँ खाना खाएँ अनि अब एसाइनमेन्ट पनि अब एउटा प्रोजेक्ट थियो पनि सकेँ है। गाइस अहिले चाहिँ म मनी अर्डर बनाउन आएको है, मनी आउन आएको छु। कति लेख्छु थाहा छैन, जान्छु रुम। यहाँ चाहिँ म सेकेन्ड टाइम आउँदैछु यो ठाउँमा चाहिँ होइन। त्यही मैले मनी अर्डर बनाएर आएँ होइन, यो पेपरमा छ है। ठिकै छ, यो ठाउँमा पनि राम्रै पाउँदो रहेछ होइन, त्यस्तो बढी चार्ज लिएको रहेनछ। पहिला चाहिँ अलिकति धेरै लिएको थियो मेरोबाट, किनभने मैले पहिला कारबाट पे गरेको थिएँ। म चाहिँ अब चिया बनाउनु लाग्यो है। चिया बनाएर खाजा खानु पऱ्यो, भोक लाग्यो। बिहान खाना खाएको कति 12 बजेतिर खाना खाएको चाहिँ अहिले चाहिँ अब जे होस् कति बज्यो 5, 4:30, 5 बज्नु थाल्यो। कक्रोच चाहिँ मैले देखाएको छैन आज, त्यो होस् कक्रोच चाहिँ भाग्यो अलिकति भए पनि, त्यस अलिकति सफा अवस्था पनि भएको छ। सबै त सबै नै राख्छु मैले मेरो किचन, तर कक्रोच चाहिँ एउटा दुइटा देखिरहेको हुन्छ। तर त्यो पनि अब नआओस् भनेको, अब आउँछ त के गर्ने होइन। अब त्यति बाँकी रहेको कक्रोच चाहिँ अब आइराखोस्, केही छैन। उसलाई जिउन दिनु पऱ्यो, उसको पनि जिन्दगी होइन। त्यही भएर चाहिँ मैले अब अर्कोचोटि स्प्रे पनि गराएको छैन, त्यही एकचोटि स्प्रे गरेँ होइन, त्यसपछि चाहिँ छोडेको छु मैले। अर्को दिन चाहिँ मैले स्प्रे गरिनँ। अब त्यही हो, म चिया बनाउँछु अनि चिया र केही खानु पऱ्यो। मेरो चिया चाहिँ रेडी भयो है। अब म चाहिँ अब चिया खाएर अब यत्तिकै बस्छु। चिया चाहिँ मैले दिनमा एकचोटि चाहिँ खाइरहेको हुन्छु, अनि कहिलेकाहीँ अब डेली चाहिँ खाँदिनँ, कहिले खान्छु कहिले चाहिँ खाँदिनँ। जस मुड बन्यो भने चाहिँ खान्छु, भोक लाग्यो भने चाहिँ खान्छु होइन। त्यस्तो रेगुलर चिया पनि खाँदिनँ मैले, खानु पनि हुँदैन चिया, त्यस्तो हेल्थको लागि राम्रो पनि होइन। तर जाडोमा चाहिँ मैले अलिक धेरै खाइरहेको हुन्छु, किनभने अलिकति खाइराख्ने बानी थियो नि त नेपालमा। अनि यता पनि अब जाडोमा चाहिँ मैले जस अलिकति खाइरहेको हुन्छु, तर रेगुलर चाहिँ खाँदिनँ मैले पनि होइन। तर कसलाई पनि खाना पनि रेकमेन्ड पनि गर्दिनँ मैले है। बाहिर पनि त्यस्तो खासै जाडो रहेनछ, हिजो जस्तो जाडो छैन आज चाहिँ। आज दिउँसो जाडो भइरहेको थियो बरु यार, अहिले चाहिँ जाडो त्यस्तो खासै जाडो भइरहेको छैन होइन। तर के गर्नु। अघि म आउँदै थिएँ होइन, त्यो हाइवेमा पुरा एक्सिडेन्ट भएको रहेछ क्या है। 4-5वटा फायर ट्रकहरू अनि एम्बुलेन्स पुलिस सब थियो क्या त्यहाँ। इमर्जेन्सी लाइट बालेर त्यो पुरै हाइवेको आधी बाटोसम्मै त्यो फायर ट्रक र अनि त्यो पुलिसको र अनि त्यो उसको गाडीले पुरै भरेको थियो कि इमर्जेन्सी लाइट बालेर होइन।
म आउँदै थिएँ अब त्यस्तो हाइवेमा ट्याक्क फोन चलाउने कुरो पनि भएन होइन बोल्नको लागि मैले चाहिँ जस्ट एट्याच गरेर यत्तिकै राखेको थिएँ होइन मैले रेकर्ड मात्रै गरिरहेको थिएँ कति धेरै त्यो उयोहरू थियो क्या के भएको रहेछ होइन पुरै गाडी नै त्यो पुरै क्र्यास भएको जस्तो छ होइन कस्तो मतलब त्यो धेरै नै थियो क्या मतलब त्यो फायर रेस्पोन्डरहरू धेरै नै त्यो 3-4वटा थियो क्या पुरै इमर्जेन्सी लाइटबाट बसिरहेको थियो त्यही अहिले चाहिँ म जस यो एउटा मेक्सिकन रेस्टुरेन्टमा आएको छु त्यहाँ चाहिँ यसो खाना अर्डर गरेको थिएँ होइन अनि त्यो पिकअप गर्न आएको थिएँ अब त्यही हो त्यसैको लागि म बाहिर निक्लेको थिएँ अब भर्खरै अर्डर गरेर अनि त्यो सोचेर बसिरहेको थिएँ घर अनि आज बाहिर यस्तो स्टुडेन्ट डिस्काउन्टले गर्दा अनि त्यो अर्डर गर्न मिलेको थियो अनि अनलाइन अर्डर गरेको अनि डिस्काउन्ट पनि पाएँ अनि डिस्काउन्टले गर्दाखेरि अनि म त्यहाँ गएर पिकअप गर्छु भनेर पिकअप गर्न आएको है त्यो हाइवेमा चाहिँ त्यस्तो एक्सिडेन्ट भएको रहेछ अहिले चाहिँ म खाना लिएर घर आइपुगेँ होइन अघि त्यो बाटो म त हेर्दा है त्यो कि अब फेरि त्यही बाटो पर्छ नि त फर्केर आउँदाखेरि है अनि त्यो बाटोमा चाहिँ आउँदाखेरि मैले हेरेको त्यो एक्सिडेन्ट भएको है त्यो दुइटा गाडी त पुरै कचाककुचुक भएको छ मैले रेकर्ड चाहिँ गरेन होइन कस्तो 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 लाग्यो रेकर्ड गर्न चाहिँ त्यो त्यो गाडीहरू दुइटै गाडी क्र्यास भएको रहेछ क्या अनि पुरै कचाककुचुक भएको छ दुइटै गाडी अहिले चाहिँ जस्ट क्लियर भइसकेको थियो जस्ट पुलिसहरू मात्र थियो त्यहाँ है त्यो गाडीहरू मतलब त्यो एक्सिडेन्ट भएको कुचेको गाडीहरूलाई चाहिँ लोड गरेर टो गरेर लिएर जाँदै थियो कस्तो मजाले त्यो ठोकेको रहेछ कि गाडीहरू कस्तो डर लाग्ने तरिकाले है अनि मलाई चाहिँ यस्तो रेकर्ड गर्नु मन लागेन अनि अहिले चाहिँ मेरो खाना पनि आइसक्यो होइन अब यो चाहिँ मैले लिएर आएँ अब यो चाहिँ मैले चाहिँ जस यो सिम्पल चिकन विथ द राइस अनि ब्रोकौली थियो है यो चाहिँ जस डिस्काउन्ट चाहिँ मतलब डिस्काउन्ट चाहिँ पाएर लिएको थिएँ होइन अनि स्टुडेन्टहरूबाट डिस्काउन्ट गरेको अलि डिस्काउन्ट चाहिँ पाइयो यही हो अब चाहिँ मैले यो खान्छु होइन अब त्यही हो गाइस अब म यो आजको भ्लगलाई चाहिँ यति नै राख्छु अब म चाहिँ यो भ्लग एन्ड गर्छु यहीँ होइन अनि आई विल सी यु गाइज इन नेक्स्ट भ्लग यदि तपाईँलाई मन पऱ्यो भने चाहिँ लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनु होला आई विल सी यु गाइज इन नेक्स्ट भ्लग थ्याङ्क यू गाइज फर वाचिङ बाई बाई